अब चार्टहरूको पाटोमा तपाईँले ट्रेडिङ भ्यू चार्टहरू यहाँबाट खोलेर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँले जस्तो अब डेभलपमेन्ट ब्याङ्क भनेर जानुभयो भने क्लिक गर्नुभयो भने यहाँ डेभलपमेन्ट ब्याङ्कको टप विनर टप लुजरहरू यसरी आउँछ भने टप भोलुमहरू आउँछ होइन। त्यसै गरी चाहिँ एमएलपिएल भयो, जस्तै एमएलपिएलमा म हेर्नु पऱ्यो भने यता पनि चेन्ज हुन्छ र यहाँ पनि यसरी चाहिँ सबै सट्ट कुन कन्डिसनमा छ भन्ने कुराहरू चाहिँ यसमा देखिन्छ। त्यसै गरी ट्रिगर के भइरहेछ, म्यानिपुलेसनहरू कहीँ केही छ कि होइन, यसरी म्यानिपुलेसनहरू भएको देखियो। फन्डामेन्टल भ्यालुएसन प्रफिटेबिलिटीहरू यस्तो देखियो होइन। त्यसै गरी चाहिँ लेभरेजको पार्टहरू देखियो होइन। अब यो ब्रोकर एनालाइसिस गर्यो भने चाहिँ अब यो फेरि ब्रोकरको देखियो। यसरी चाहिँ हामीले यो चार्टहरूमा पनि हेर्न मिल्छ, जसमा एसएमसीहरू पनि लाउन मिल्यो होइन। अनि विलियम फ्र्याक्टाइलहरू, आइलोहरू यसरी चाहिँ तपाईँ डिफ्रेन्ट टुल लगाएर चाहिँ हेर्न सक्नुहुन्छ। अब ब्रोकर पिभट चार्टहरू पनि छ होइन, सानके डायग्रामहरू पनि छ। योबाट पनि तपाईँले बाइङ सेलिङको गएर हेर्न मिल्छ। हिट म्यापहरू छन् होइन, हिट म्यापबाट पनि टर्नओभरको अनुसार हेर्ने कि भोल्युमको अनुसार हेर्ने कि ट्रान्जेक्सनको अनुसार हेर्ने कि होइन, अथवा एकदम बढी फ्लक्चुएट भएको स्क्रिप्टको आधारमा हेर्ने कि होइन, यसरी पनि तपाईँले हेर्न सक्नुहुन्छ चार्टको पार्टमा। स्क्रिनरमा गएर चाहिँ तपाईँले फन्डामेन्टल स्क्रिनिङ, टेक्निकल स्क्रिनिङहरू गर्न मिल्छ यहाँनिर। यसरी चाहिँ स्क्रिनिङहरू गर्न मिल्छ होइन। अथवा तपाईँले आफ्नो स्ट्राटेजीहरू सेटअप गर्नको लागि आफूले एउटा स्क्रिनिङ सेभ गर्नलाई, जस्तो पी भएन एउटा सर्टेन भ्यालु दिए पनि हुन्छ, नभए चाहिँ पोटेन्सियली ल अन्डर भ्यालुड भनिदिउँ होइन, यो एउटा कन्डिसन भयो। अनि त्यसै गरी चाहिँ अब अर्को कन्डिसन लगाइदिउँ, क्याप रेसियो अथवा ग्राम नम्बर चाहिँ अब लगाउनेसितैको डिफल्टको अन्डर भ्यालुडवाला हेरौँ होइन। त्यसै गरी लिक्विडिटीमा हेरौँ होइन, अथवा चाहिँ यहाँ लिक्विडिटीमा पनि करेन्ट रेसियोमा चाहिँ यसमा बेस्टवाला हेरौँ होइन। यसरी गर्दै तपाईँले स्ट्राटेजीलाई सेभ पनि गर्न मिल्छ यहाँनिर गरेर। यो चाहिँ फन्डामेन्टल र टेक्निकल दुइटैको मिल्छ होइन। अब यो पनि राख्ने, अथवा तपाईँ आवश्यक पर्दैन भने नराखे पनि हुन्छ। अनि यसलाई चाहिँ अब हामीले सेभ गरिदियौँ भने चाहिँ यसरी आउँछ होइन। योबाट चाहिँ पास भएको स्क्रिप्ट चाहिँ यो देखियो, डिएचपिएल भन्ने चाहिँ स्क्रिप्ट चाहिँ पास भयो होइन। यसरी चाहिँ तपाईँले स्क्रिनिङ पनि गर्न मिल्छ।